हेलो साथीहरू, नमस्कार। के छ तपाईहरूको हाल खबर र आशा गर्दछु तपाईहरू सबै सन्चै हुनुहुन्छ होला। र आज म तपाईहरूलाई आफ्नो मूल्य आफै जानौ भन्ने शीर्षकमा केही भन्न गइरहेको छु। मोटर कारको ब्रेक बनाउने एक कम्पनीले आफ्नो विज्ञापन यसरी गर्यो कि अर्को पटक जब तपाईले ब्रेक लगाउनुहुन्छ तब यो पनि अनुमान लगाउनुस् कि तपाईको जिन्दगीको मूल के हो। आशय यो हो कि तपाईको जिन्दगी अमूल्य छ, त्यसको अगाडि ब्रेक लाइनको मूल्य कम छ। ब्रेक लाइन राम्रो भयो भने तपाईको जिन्दगी पनि सुरक्षित हुनेछ। वास्तविकता यो हो कि जिन्दगी अनमोल छ। जीवित छँदै कोही पनि आफ्नो ज्यान दिन चाहन्न, केही अपवादलाई छोडेर। सबैलाई आफ्नो ज्यान प्यारो हुन्छ। म तपाईहरूलाई एउटा स्टोरीबाट स्पष्ट गर्न चाहन्छु। थाकेको दुर्बल एक युवक अगाडि आयो र एकजना सज्जन व्यक्तिसँग भिख माग्न थाल्यो। यत्तिकैमा सज्जन व्यक्तिले भन्नुहुन्छ, भाइ, भिख त म दिन्न, तिमीसँग केही किन्न सक्छु। भिखारी युवक अकमकाएर भन्न थाल्यो कि मसँग त केही पनि छैन जुन म बेच्न सकूं। फेरि सज्जन व्यक्तिले भन्नुभयो, तिमीसँग धेरै कुरा छ जुन तिमीले बेच्न सक्छौ। तिमीले आफ्नो कुनै पनि हातका औला काटेर मलाई दिऊ, म तिमीलाई 500 रुपैयाँ दिनेछु। युवक डराएर एकटक भएर हेर्न थाल्यो र फेरि सज्जन व्यक्तिले भन्नुभयो, 500 रुपैयाँ धेरै कम भयो होला सायद। अब यसो गर, आफ्नो पुरै दाहिने हात काटेर मलाई दिऊ, म तिमीलाई 1 लाख रुपैयाँ दिनेछु। युवक चुप भयो र फेरि सज्जन व्यक्तिले भन्नुभयो, तिम्रो दुवै खुट्टा काटेर देऊ, म तिमीलाई 5 लाख रुपैयाँ दिनेछु। भिखारी युवक कुनै पनि जवाफ नदिकन फर्किन थाल्यो र यत्तिकैमा सज्जन व्यक्तिले भन्नुभयो, सुन, एकछिन रोका। त्यसपछि युवक रोकियो र सज्जन व्यक्तिले भन्न थाल्नुभयो, जब तिम्रो खुट्टाको मूल्य 5 लाख भन्दा धेरै छ, जब तिमीले 500 रुपैयाँमा आफ्नो औँला दिन अस्वीकार गर्यो भने यो लाखौंको शरीर मानेर किन भिख मागिरहेछौ? जाऊ, केही गर,
यो शरीरको मूल्य बुझ। आफ्नो शरीरलाई लाखौंको मानेर भीख माग्नु या बेकार बस्नु के अपराध होइन त? लास्टमा यही भन्न चाहन्छु साथीहरू कि जवान मान्छे केही पनि नभएको हात खुट्टा एकदमै राम्रोसँग काम गर्न सक्ने व्यक्तिले कहिल्यै पनि भीख माग्नु हुँदैन। र हाम्रो जन्म किन भएको छ त? किनकि हामीलाई भगवानले कर्म गरेर खानको लागि यो संसारमा पठाउनु भएको छ हामीलाई। त्यसैले हामीले सधैँ कर्म गरेर खानु पर्छ। धन्यवाद। आजको लागि यति नै साथीहरू। फेरि पनि अर्को भिडियोमा भेटौँला।